Hello guys, नमस्ते, सत श्री अकाल, सलाम वालेकुम है र आज चाहिँ फेरि नयाँ ब्लग लिएर आउँदैछु। आज मेरो छोरीको ग्रेजुएसन हो। आज हामी चाहिँ त्यतैतिर जाँदैछौँ। आज उसको ग्रेजुएसन चाहिँ यो स्कुलमा छ। हेलो बुढी। हाई। ल कस्तो छौ? एक्साइटेड छु छोरीको पर्फर्मेन्सहरू हेर्नलाई? एकदम एक्साइटेड। ल ल बुढाबुढीसँगै रियरली टाइम पाउँछौँ होइन। अब आज चाहिँ संजोगले कता कता टाइम मिलाएर अब सँगै हेर्न गइएछ, नभए कि पापा कि मम्मी सेपरेट। अब चाहिँ आज चाहिँ स्पेसली छुट्टी लिएको आज छोरीको ग्रेजुएसनको लागि मैले पनि होइन। हामी सीमा टिकट हेलो हेलो गाइस, हामी फाइनली आइपुग्यौँ छोरीको ग्रेजुएसनमा र अब उनीहरूको पर्फर्मेन्सहरू हेर्न बाँकी नै छ। 25th anniversary of the school. हेलो गाइस, आज चाहिँ नानीहरूको सुट गर्ने भनेर पापाले ड्याडीले पुरा यहाँ क्यामेरा व्यवस्था गरेर आउनुभएको छ। On the next performance, हाम्रो छोरीको चाहिँ मेरो छोरीको ग्रेजुएसन हो। अब ऊ चाहिँ प्राइमेरीमा जाँदैछ मेरो शिवानी। चाहिँ नानीहरूको टिचर हुनुहुन्छ।請前後監與得獎同學拍照留念。恭喜得獎同學！
家长等嘅奶，呢一日都幾騰空咗。跟人朋友去揾嘢食啦。Tiny ant on the garden floor. Step, 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 then step some more. Carry a crumb, big and round, marching proudly all around. So small, but strong. Yes, you can. Go, 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 little ant. Hey, go, little ant. Go, go, go. One small step, then another go. Try again, you'll see the plan. Yes, you can. Yes, you can. Up the hill and down the sand. Crumbs so big, but you're so grand. Slip, slide. Oh no, don't cry. Stand back up and give it a try. Fall down once, that's okay. Get back up, hooray, hooray. Go, little ant, go, go, go. Working hard, steady and slow. Lift it high, don't you quit. Little ant says I can do it. Go, go, little ant, shout hooray. Hard work helps us every day. Sing it loud, sing it loud, sing it loud. Yes, we can. With the ant so proud. Go! किन्डरगार्टनको चाहिँ यो लास्ट क्लास हो हामी अब प्राइमेरी वनमा जाँदैछौँ चाहिँ अब जस्ट बेस्ट अफ लक फर हर फ्युचर अब ग्रेजुएसन सेरेमनी आज भइसक्यो लेट्स सी फर अदर होप्स टु थ्याङ्क यू हेलो शिवानी आयो मेरो छोरी हेलो Guys, today I have graduation day and with my all the teachers. Now I going to primary one. तिम्रो त डल देखाइदेऊ न ग्रेजुएसन वाला हो आज मेरो छोरी चाहिँ ग्रेजुएसन गरेर अब प्राइमेरी स्कुल जान्छ हैन आर यु ह्यापी टु गो प्राइमेरी स्कुल Of course, why? ओके सो ओके गुड लक है छोरी ल ल हेलो सबैलाई नमस्कार सत श्री अकाल अस्सलाम वालेकुम है सबै मेरो साथीहरूलाई र आज चाहिँ मैले छुट्टी थियो हैन अनि भर्खरै बाहिर सोपिङ गरेर आएँ र सोपिङ गरेर आएर अब मेरो नानीहरू पनि बाहिर गछन् उनीहरू आउँदैछ आज चाहिँ मैले स्टिम फिस बनाउने विचार गरेछु है स्टिम फिस धोएर सट्ट रेडी गरेछु यो तपाईको प्याजको पत्ता धनिया अदुवा स्ल्यास गरेछु र अनि यो लेमन है यो चाहिँ यिनीहरूले भिजाएर राखेको लेमन हुन्छ यो लेमन पनि रेडी गरेछु है र यो माछामा चाहिँ हल्का मैले नुन राख्न गइरहेछु हल्का यसलाई नुन राखेर सो मसाज गरिदिने हैन ताकि नुन गडोस् यसमा मैले यो कडाई रेडी गरिसकेको छु है पानी उगर्नलाई र अनि यहाँ चाहिँ मैले पानी तताएर राखेको थिएँ यो भाँडामा अनि यो पानी चाहिँ मैले यहाँ हालिदिन्छु तातो पानी स्टिम गर्नका लागि मैले चाहिँ अनि यो तपाईको यो स्ट्यान्ड राख्दैछु ताकि स्टिम फिसलाई यहाँ माथि मैले
अब यसरी राख्न सकौँ है। अनि मैले यो अदुवाहरूलाई हल्का यसको माथि यसरी पेस्ट गर्दैछु है, यसरी राख्दैछु अदुवाहरूलाई। मैले यसलाई स्म्यास गर्दैछु। र गाइस अनि मैले यसको माथि चाहिँ अलिकता सफ्टनेस होस् भनेर ओलिभ ओइल यसको माथिबाट हल्का छर्दिन्छु यसको माथिबाट। ताकि यो कडा नहोस् भनेर ओलिभ ओइल हालेर यसलाई मैले अब ढक्नी लगाइदिएँ। ल अब मेरो 18 देखि 20 मिनट वेटिङ पछि मेरो स्टिम माछा तयार हुन्छ। अब मैले यसलाई चाहिँ हल्का प्याजहरू काटेर रेडी गरेछु होइन। अनि यसलाई चाहिँ तपाईँहरूले यसरी चप गर्न सक्नुहुन्छ। खाँदाखेरि राम्रो हुन्छ र यसलाई यो काट्दाखेरि चाहिँ अलिक बस ल यो पनि तयार भयो। यसलाई पनि हामीले हल्का ल यो मेरो धनिया, यो प्याजको पत्ता र अलिकता लेमन त्यहाँ मैले राखेको छु। त अब यिनीहरू रेडी भयो, यो चाहिँ पछि हाल्ने हो। ल गाइस अब मेरो स्टिम फिस रेडी छ, रेडी भइसक्यो मेरो स्टिम फिस। अनि यसलाई चाहिँ मैले हल्का चेक गर्छु यसरी, यो चाहिँ पाकिसके सट्ट गएपछि अनि यो पाकिसकेछ। अनि यसलाई मैले अफ गरिदिएँ है। हेलो ल मेरो माछा रेडी भयो। अब यसलाई मैले बाहिर निकालेँ है। यसलाई बाहिर निकालेपछि तपाईँको यो जुन चाहिँ मैले बनाएको थियो रेसिपी, यसलाई चाहिँ मैले अब यसलाई यसरी जुन चाहिँ मैले पानी उमालेको थिएँ स्टिम फिसको लागि, त्यही पानीमा चाहिँ मैले यो हल्का तपाईँको ब्रोकोलीहरू रेडी गर्दैछु। एकैछिन यसलाई मनतातो पानीमा राखेर हल्का सफ्टनेसको लागि। गाइस मैले चाहिँ अब हल्का तेल हाल्न गइरहेछु ब्रोकोली बनाउन लाएको। अघि जुन कराई थियो मैले चाहिँ गरेको हो, त्यही कराईमा चाहिँ बनाउन लागेको छु होइन। अनि अब मैले चाहिँ तपाईँको यो रेडी गरेँ। अनि लसुन रेडी गरेको थिएँ है। मैले यो लसुनको पेस्ट हालिदिएँ होइन। हल्का चिकन पाउडर हालिदिएँ। त्यसपछि तपाईँले अनि यसको माथिबाट हल्का सोया सस हालिदियो। अनि यो हाम्रो रेडी भयो तपाईँको
ल गाइस यो चाहिँ ब्रोकोली रेडी भयो। ल साथीहरू अब मैले चाहिँ यो तेल खराउँदैछु है। स्टिम फिस यहाँ रेडी छ। मैले अहिले त काटेको सबै चिजहरू यहाँ मैले यसरी हालेको छु र एकछिन मेरो तेल खरोस्। तेल चाहिँ एकदम स्मोकी हुनुपर्छ है। तेल चाहिँ स्मोकी भएपछि मात्र अनि त्यसमा चाहिँ बल्ल हुन्छ। अनि त्यसको लागि चाहिँ मैले यहाँ तपाईँको यो सोया सस रेडी गरेर राखेको छु। यहाँ मैले भात पकाइसकेको छु। साथीहरू यो अब तेल चाहिँ स्मोकी हुँदैछ है। अब आगो अलिक सानो गर्नु न त त्यसमा फेरि राको होला। यो अब हेर्न सक्नुहुन्छ है स्मोकी भयो होइन। तेल चाहिँ बेसरी खराउनु पर्छ। अब तेल खराएपछि अब यसलाई मैले मार्दिएँ अनि तपाईँले यसको माथिबाट यो हालिदिएपछि यसकोबाट सोया सस, यसको माथिबाट सोया सस हालिदिनुहोस्। ल यो तपाईँको स्टिम फिस रेडी भयो। स्टिम फिस यो ब्रोकोली आजको